आज चाहिँ हामी मुरेको लड्डु बनाउन गइरहेका छौँ। यसरी सक्खर काटिँदैछ, मसिनो टुक्रा बनाएर यसलाई कराईमा चाहिँ मजाले पगाल्ने। काटिसकेर अब ठ्याक्कसँग कराईमा हालिन्छ। कराईमा पगाल्ने जेन्जी यहाँ मुरेको लड्डु खानलाई तयार। यसरी बेला बेला जलाउँदै जानुपर्छ। यसरी उम्लिँदैछ सक्खर। बुढीको भनाइअनुसार यो अलिकति टेस्टको लागि घिउ पनि हाल्नुपर्ने अरे। अब यहाँ घिउ हालिदिँदैछ। घिउ हाल्दा चाहिँ कस्तो चाहिँ हुन्छ हाल्नु पर्यो यसरी। मुरे अलिक कम्ती भयो जस्तो लाग्यो। ल हाम्रो यहाँ मुरेको डल्लो बनाउन लड्डु बनाउन डल्लो बनाउँदैछौँ। के कस्तो हुने हो अब। यो चाहिँ फर्स्ट टाइम हो हाम्रो चाहिँ मुरेको डल्लो रेडी भयो। यसरी ह्याप्पी माघे सङ्क्रान्ति। हैप्पी माघे संक्रांति।